साथीहरू स्वागत छ तपाईहरुलाई हाम्रो च्यानलमा। आज हामी लिएर आएको छौं स्पट लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रकाशित गरेको नयाँ कर्मचारी माग सम्बन्धी महत्त्वपूर्ण जानकारी। यदि तपाई बैंकिङ वा लघुवित्त क्षेत्रमा जागिर खोजिरहनु भएको छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोस्। स्पट लघुवित्त वित्तीय संस्था लिमिटेडले कोशी प्रदेश अन्तर्गत पहाडी जिल्लाहरू धनकुटा, खोटाङ, भोजपुर, त्रियाथुम 5 ताप्लेजुङ, इलाममा कार्यक्रम विस्तार तथा सञ्चालनका लागि कर्मचारी माग गरेको छ। आवेदन दिने इच्छुक योग्य उम्मेदवारहरूले 2083 साल असार 29 गते भित्र आवेदन दिन सक्नेछ। सुपरभाइजर वरिष्ठ सहायकका लागि कार्यालय कहाँ रहेको छ? केन्द्रीय कार्यालय। संख्या छ केही न्यूनतम योग्यता भनेको सेमी क्वालिफाइड चार्टेड अकाउन्ट उत्तीर्ण भएको हुनु पर्यो। लघुवित्त क्षेत्रमा कम्तीमा 3 वर्ष कार्यको अनुभव हुनु। विशेष प्राथमिकता एससीसीए वा सीए उत्तीर्ण भएको हुनु पर्यो। लघुवित्त क्षेत्रमा 1 वर्ष अतिरिक्त अनुभव हुनु पर्यो। 2 नम्बरमा रहेको छ वरिष्ठ सहायक। यसको माग संख्या केही छ। न्यूनतम योग्यता +2 वा सो सरह उत्तीर्ण। लघुवित्त क्षेत्रमा 3 वर्ष कार्य अनुभव हुनु पर्यो। विशेष प्राथमिकता स्नातक उत्तीर्ण भएको हुनु पर्यो। 1 तह मुनिको पदमा 2 वर्ष अनुभव हुनु पर्यो। 3 नम्बरमा रहेको छ कनिष्ठ सहायक। यसको माग संख्या केही छ। न्यूनतम योग्यता +2 पास वा सो सरहको उत्तीर्ण हुनु पर्यो। प्राथमिकता लघुवित्त क्षेत्रमा 1 वर्ष अनुभव हुनु पर्यो। उमेरको कुरा गर्दाखेरि आवेदन दिने अन्तिम मिति 18 वर्ष पूरा भई 35 वर्ष ननागेको महिलाको हकमा 5 वर्ष थप छुट हुनेछ। अन्य आवश्यक योग्यता नेपाली नागरिक हुनु पर्यो। कम्प्युटर स्किल हुनु पर्यो। इन्टरनेट तथा इमेल सम्बन्धी जानकारी तालिम हुनु पर्यो। छनौटको प्रक्रियामा के रहेको छ भने आवश्यकता अनुसार लिखित परीक्षा, अन्तर्वार्ता, परीक्षा शुल्क, आवेदन दर्ता तथा परीक्षा शुल्क 500 लाग्नेछ। अन्तर्वार्ता सहभागी हुनुभन्दा अगाडि अनलाइन मार्फत भुक्तानी गर्नुपर्नेछ। विशेष सुविधा मोटरसाइकल वा स्कुटी चलाउने अनुमति पत्र भएका उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिनेछ। आवेदन कसरी दिने? आवेदन फारम संस्थाको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ। वेबसाइटमा यहाँ www.sportmicrofinance.com.np मा जानुहोस्। त्यहाँ गएर आवेदन दिन सक्नुहुन्छ। नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता, अनुभव प्रमाण पत्र, सवारी चालक अनुमति पत्रको प्रतिलिपि, बायोडाटा, यो सब डकुमेन्ट चाहियो तपाईलाई। केन्द्रीय कार्यालय इटहरी 4 सुनसरीमा कार्यालय समय भित्र बुझाउन सकिन्छ। यदि भिडियो मन परेमा भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू।